अध्यक्ष आउनु होइन ल अध्यक्ष नमस्कार होइन मलाई डिस्टर्ब किन छ उहाँलाई डिस्टर्ब छैन काठमाडौँ आएर जाँदैछु त्योभन्दा पहिला के छ अस्पतालको गुनासो लगेर जानु पर्यो भनेर अस्पतालमा गुनासो हजुरलाई थाहै पाएको भइबाट ठिक छैन हामी पोहोर साल मन्त्रालय अहिले हजुर चाहिँ मन्त्रालयबाट सिधै यहाँ हो कुन मन्त्रालय प्रदेशको हुन्छ के छ अब यहाँको यो अब मेरो क्षेत्रमा पनि परेको अस्पताल महाकाल अस्पताल पहिलेदेखि नै अलिकति पुरानो अस्पताल पनि के गर्यो भने यहाँ चाहिँ सबै कुरा ठिकठाक हुन्छ अब गुनासो आएर क्या हुन्छ मैले निर्वाचनमा जाँदै गर्दाखेरि बुझ्नु पर्ला र अस्ति पनि एकजना 4 नम्बरको वार्ड नम्बर 4 को दलित समुदायको मान्छे रहेछन् घरमा जलेर घरमै थन्किएको पछि यहाँ हामी पठाउनु पर्यो खै के भयो खासै उपचार भएन गुनासो गर्दाखेरि डायलिसिस गर्नु होइन त्यो आगोले मलाई ड्रेसिङै गर्नु मानेन भनेर हाम्रो पार्टीले पुग्नु भएको त्यो भिडियो छ होइन त दिल्लीजी तपाईँसँग त्यो बरु अब यो हस्पिटल डाक्टर साहबले भने जस्तै 50 शय्याको हस्पिटल भनेर 100 जनाको दरबन्दी छ र पहिलो हाम्रो यहाँको सुदूरपश्चिमको जनता र कञ्चनपुरकै लागि पनि कमसेकम पनि यो हस्पिटलले 50 बाट स्तरोन्नति भएर 100 शय्यामा चाहिँ जानुपर्छ। त्यो भयो भने बल्ल हामीले जनताले सोचे अनुसारको सेवा सुविधा पाउन सक्छन्। एउटा बाटो त त्यो हो। यसको लागि हजुरहरूले पहल गरिदिनु पर्यो एउटा बाटो। सँगसँगै जस्तै अहिले बनिरहेको त्यो अघि मैले भने बिल्डिङ चाहिँ बजेट अभावका कारणले हस्तान्तरण हुन सकेको अवस्था छैन होइन। त्यसलाई पनि चाँडोभन्दा चाँडो त्यो उसको चाहिँ भुक्तानी भएर हस्तान्तरण भयो भने त्यो नयाँ बिल्डिङबाट सेवा विस्तार हुन्थ्यो, सजिलो एउटा त्यो हो। र अर्को कुरा अहिले हाम्रो जुन गेटामा दशचन्द विश्वविद्यालय जुन स्वास्थ्य विश्वविद्यालय छ त्यो पनि सञ्चालनको तयारीमा रहेको छ र त्यो सँगसँगै यसलाई पनि महाकाली प्रादेशिक अस्पताललाई पनि त्यो मार्फत ल्याउने गरेर अथवा त्यसको आङ्गिक बनाउने गरेर होइन त्यसरी जोड्न पायो भने के हुन्थ्यो भने त्यहाँको जस्तै डक्टरहरूले यहाँ सेवा दिन आउँथे होइन। जस्तै त्यहाँ पढिरहेकोले यता चाहिँ होइन भोलिको लागि चाहिँ जस्तै इन्टर्न गर्ने विभिन्न कुराहरू हुन्छ। त्यसले गर्दा यहाँ कन्टिन्यू के हुन्थ्यो सबै सेवाहरू पनि विस्तार हुन्थे। सँगसँगै अर्को कुरा के हो भने अहिले यत्रो प्रादेशिक हस्पिटल हो, कार्डियोलोजिस्टको दरबन्दी छैन होइन। मान्छे बिरामी आउँछ मान्छेको इच्छा त के हो नि यहीँ सबै कुरा होस् भन्ने हो नि त। भन्यो भने यी दरबन्दी संरचनालाई पनि हामीले अहिले पुरानै नभइकन यसलाई दरबन्दीलाई पनि नयाँ ढङ्गले होइन यहाँ अहिलेको आवश्यकता के हो होइन यहाँको जनशक्ति कति छ, कति सेवाग्राही छन्, सेवाग्राहीलाई दिने सेवा कसरी दिन सकिन्छ भन्ने कुरामा त्यसलाई पनि पुनर्संरचनालाई तिनीहरूलाई चाहिँ गर्नु पनि एउटा जरुरी छ। डायलिसिसकै कुरा जस्तो हजुरले भन्नुभयो बल्ल बल्ल त्यो डायलिसिस सञ्चालन गरियो। 10वटा मेसिनबाट 5बाट सुरु गर्यो, त्यसपछि 10 ल्याइयो। 10 मध्ये पनि मलाई लाग्छ 2टा जति त सायद बिग्रेकै अवस्थामा छ कि जस्तो लाग्छ, 8वटा। अब त्यसमा पनि के भयो भने अब बिरामीको सङ्ख्या त मलाई लाग्छ वेटिङमै 30-40 जनाभन्दा बढी छन् जस्तो लाग्छ क्या। अब बिचरा उनीहरूले पनि दुःख खेपिरहेछन् नि। अब त्यसको लागि पनि एकातिर तपाईँको मेसिन पनि थप हुनु पर्यो, सँगसँगै मेन पावर नभयो भने मेसिनै थपेर त काम पनि छैन। भनेपछि हजुरहरूले गर्नुपर्ने कुरा भनेको मलाई लाग्छ नीतिगत तहबाट चाहिँ एउटा ठोस निर्णय आउने खालको के नीतिगत तहबाटै ठोस निर्णय आउने खालको हिसाबले चाहिँ यहाँहरूबाट पहल भयो भने पक्कै पनि यहाँ देशभरि नै भनौँ न कञ्चनपुर अहिलेको हकमा कञ्चन महाकाली प्रादेशिक अस्पतालले भोलि यहाँको जनतालाई पक्कै पनि एकदमै राम्रो यहीँ घर आँगनमै सेवा दिनेछन् र यसको टोटल क्रेडिट साँच्चीकै भन्ने हो भने यहाँहरूमाथि नै जाने हो क्या। कर्मचारी भनेको आज छ भोलि चेन्ज भएर अर्को ठाउँ जान्छ होइन। यसको लागि तपाईँ हामी यही ठाउँको मान्छे भएको हिसाबले होइन मेरो धर्म पनि हो र मैले सेवा पनि पाउने, मेरो घर परिवारले पाउने यही हो भन्ने किसिमले हजुरहरूले नीतिगत रूपमै अलिकति ग्रास रुटबाटै कसरी लैजाने भन्ने किसिमले हजुरले सोचिदिनु होला। मैले त्यति नै भन्छु।
त्यो सहरी विकासको फोकल पर्सनको नम्बर छ, कन्ट्याक्ट नम्बर छ, को हुनुहुन्छ? बिल्डिङ कसले हेर्नुहुन्छ? उहाँलाई थाहा होला नि त। भुक्तानी हुन नसकेको मैले उहाँको नरनाथ पौडेल हुनुहुन्छ होइन? नरनाथ पौडेल इन्जिनियर, नरनाथ पौडेल इन्जिनियर हो। धनगढीको सङ्घीय सहरी धनगढी अरे ए 6 वर्षदेखि होइन सर्भिस पनि गरिरहेको छौँ हामीले सकेको। अपग्रेड त भएको छ अस्पताल, सबैको आँखा अगाडि नै छ होइन। स्ट्रक्चर अपग्रेड भएको छ, ह्युमन रिसोर्स अपग्रेड भएको छ, तर त्यो अपुग्नै छ। यहाँ भनिसक्नु भन्दा अहिले पनि भन्नुभयो, हाम्रो मिनिस्टरले पनि भन्नुभयो। तर यसको ओभरअलमा एकचोटिमै यसको निकास भनेको एउटा तरिकाले गर्न सकिन्छ जस्तो मैले महसुस गरेँ। र हाम्रो यो नेपाल सरकारको स्वास्थ्य नीतिले के भन्छ भन्दाखेरि हरेक प्रदेशमा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान हुनैपर्छ भनेर नीतिमै लेखेको कुरा हो होइन। त्यसमा उपेक्षा गरेर हो, हामीलाई हेपेर हो, हामीले नसकेर हो, हाम्रो नेताहरूले बार्गेन नगर्न सकेर हो, सुदूरपश्चिमले मात्र अहिलेसम्म त्यो स्वास्थ्य विज्ञान प्रतिष्ठान पाउन सकेको छैन। अब युनिभर्सिटी दियौँ भनेर हामीलाई गर्छन् कि जहिले पनि हामीले कुनै माग राख्यौँ भने त्योमा त युनिभर्सिटी छ भन्छन्। त्यो नन फङ्सनिङ युनिभर्सिटीको लागि हामीलाई चाहिँ कति वर्षसम्म होइन। अब भर्खर त्यो अलिकति फङ्सनिङ होला कि भन्ने एउटा आशमा हामी पुगेका छौँ। अब त्यो चाहिँ एउटा देशभरिकै हो, त्यो त विश्वविद्यालय हो, विश्वको हो, त्यो त संसारकै हो नि। हाम्रो लागि त स्पेसिफिक त केही पनि होइन। त्यही भएर यो वनको केसहरूले कुरा गर्नुभयो, वनको सेन्टर होइन मात्र प्रादेशिक अस्पताल। तपाईँकोमा गुनासो आउनु लजिकल छ, तपाईँ जनप्रतिनिधि हो होइन। यहाँको क्षमता पनि त हुनु पऱ्यो। कसले गर्ने हो यहाँ वनको उपचार? यहाँ यो क्यान्सरको सेन्टर पनि होइन, यो वनको सेन्टर पनि होइन। अस्ति भर्खर मलाई माननीय दीपक बोराज्यूले पनि मतलब फङ्सन राख्नु भएको थियो हिमोफिलियाको लागि, एउटा पेसेन्टको लागि। न यो हिमोफिलियाको सेन्टर हो, सबै थोकको सेन्टर सेती प्रादेशिक अस्पताल। त यो कञ्चनपुर र यहाँ बसोबास गर्ने जनताको लागि चाहिँ चाहिँदैन सेवा सुविधा। र यसलाई हरेकचोटि हामीले यो वनको देऊ, यो हिमोफिलियाको देऊ, यो क्यान्सरको देऊ भनेर हरेकचोटि सानो कुरा मागिराख्नु गाह्रो हुन्छ। त्यही भएर एकैचोटिमै महाकाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुन यो स्वास्थ्य नीतिमै लेखिएको छ प्रदेशलाई दिनैपर्छ। एउटा यो स्वास्थ्य विज्ञान प्रतिष्ठानको कन्सेप्टमा गयो भने हामीले बेडको सङ्ख्या यसै बढ्छ, त्यो स्वीकृत हुने बित्तिकै बेड सङ्ख्या बढ्छ, स्पेसियालिटी बढ्छ। कार्डियोलोजीको कुरा, न्युरोलोजीको कुरा गर्नु छैन यहाँ युरोलोजिस्ट होइन, कसरी त्यो सेवा यहाँबाट दिन सकिन्छ, रेफरै गर्नुपर्छ। त्यो सबै सेवा सुविधाहरू सबै एकैचोटि त्यो स्वास्थ्य विज्ञान प्रतिष्ठानको कन्सेप्टबाट जोडिएर त्यसैसँग आफै हुन्छ। यो आफै बढेर यो एकैचोटि 300 बेडको हस्पिटल बन्छ। यसमा विशेषज्ञ डक्टरहरूको दरबन्दी आफै सृजना हुन्छ। सबै कुरा त्यो एउटा क्याबिनेट डिसिजनबाट र स्वास्थ्य नीतिमै भएको कुरा हुनाले मैले यति रिक्वेस्ट गरेँ हजुरले अब यङ मान्छे हुन्छ। मैले आशा बुझेँ त्योबाट के गर्नु पर्यो भने हालको अवस्था यो हुनुपर्ने यो हामीलाई त्यति भयो भने हाम्रो सबै प्रब्लम एकैचोटिमा सल्भ हुने मैले देखेको 6 वर्ष। के हुन्छ भने पब्लिकलाई त्यो कुरा थाहा हुँदैन। तपाईँ हामीलाई त थाहा हुन्छ, तर पब्लिकले गुनासो गर्नु स्वाभाविक हो। उनीहरूलाई स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरूलाई बुझेर उहाँले समाधानको लागि प्रयत्न गर्दै प्रतिबद्धता। नमस्ते नमस्ते। पानी बढिरहेको तपाईँ निकाल्नु डान्स अहिले उपचार भइरहेको छ नि, त्यो गाह्रो त छैन नि, उपचार भइरहेको छैन। दर्शक हुनुहुन्छ, अब एकदम राम्रो सेवा पाउनुहुन्छ यता। मेन शौचालयको समस्या यहाँ त एकदम भित्र भिड पनि अलिक गाह्रो हुन्छ। धेरै भिड भेटेर यहाँको समस्या पहिचान गरेर समाधानका लागि उहाँले खोजिराख्नु भएको छ र समाधान गर्ने प्रतिबद्धता जाहेर सेवा ढुकै छ नि।
आमालाई 3 दिन भयो लोटे आमा ठिक भयो तब लोटेको ठिक भइहाल्नुहुन्छ है तिमीले तोकेको सबै पाउँछ लगभग हामीले अब त्यो टेन्डर गर्नुपर्छ सिस्टममा के छ भन्दाखेरि फेरि अब जुन सस्तो तपाईँहरूले चिन्नुभयो मलाई अस्ति तपाईँहरूले भोट हालेर जिता मान्छे मै हो कतिखेरदेखि हुन्छ कतिखेरदेखि लाइनमा हुन्छ मैले पनि ट्रान्सफर गरेँ काम गरे आउँछ मन्दिरको छैन के त्यही भएर तपाईँको समस्या सुन्न आएको हो यसलाई समाधान गर्छु ज्येष्ठ नागरिकको दुई लाइन त लाग्यो भन्दा चाहिँ एउटा लाइनमा मारपिट गर्न तयार हुन्छन् दिनभरि कहाँसम्म लाग्यो औषधि किन्नलाई हो औषधि यो त्यस्तो त्यस्तो भन्ने ब्लड टेस्ट गर्ने बिमारी कति बिमारी नमस्कार नमस्ते वर्ष लाइन